हामी रेका तम्का गुम्बा गाइस हेलो साथीहरु आज हामी यहाँ आइरहेको छौँ जामा लगाउने ठाउँमा यो चाहिँ हाम्रो साथी चित्रा कार्के हाम्रो दोस्त अर्बेन अनि उताको त्यो चाहिँ सुजल श्रेष्ठ ताबु सुजल श्रेष्ठ यो हाम्रो विजय नेपाली गीत खाने त्यो चाहिँ आजको सुजलको फटाउँछ राम्रो आउने भएन जामा चौक पैदल यात्रा हामी चाहिँ नागार्जुन सेन्टर हाइकिङमा कुटे हात छ के बोला नि त ल साथी के बोल्ले यार तिमी के बोला नि त ए माइत हेर्छु आइफोन भेटेर पनि आइफोनले फोटो खिचिरहेको भिडियो बनाएर काले आउँछ लेभल त एउटै हो साथी साथी हाइकिङको एक्सपिरियन्स कस्तो हुँदैछ एकदम दर्दनाक एकदमै दर्दनाक रहेको छ आजको हाइकिङको एक्सपिरियन्स दर्द एकदम कन्जा यहाँ दुखन्छ एकदम दर्दनाक भएको छ भान्जोमा लडिसकेको छ नेउपाने माथि पछि लाग्दै माथि पुगिसक्यो सुजल घर फर्की भइसक्यो प्रोजेक्ट गर्दैछ भनेर म थकाइ लागिसक्यो आउँछु भनेर आएको हेलो नमस्ते मलाई तपाईँले चिन्न सक्नुभयो आजको हाम्रो यस विशेष कार्यक्रम ए होइन कट नमस्ते सबै नमस्ते सबैजनालाई आजको हाम्रो यस कार्यक्रम विशेष प्राविधिक कारणवश स्थगित हुन गएको छ त्यसैले आजको हाइकिङ हामी अन्य कुनै बार कन्टिन्यू गर्छु भन्दै तपाईँहरूमा बिदा माग्न चाहन्छु हस्त नमस्ते तिमीलाई चाहिँ कस्तो भइरहेछ दाजु हाइकिङ कस्तो भयो भन्नु अब यहाँ चाहिँ कन्टिन्यू गर्ने मन छ कि मलाई मन त छ तर मन छैन पनि एकछिन झगडा पऱ्यो नि त 100 पर पर्सन 100 बोला न बोला बोल्दैछु हेलो के भयो यहाँसम्म आइपुग्दाखेरि के भयो जिउ केही भएको छैन जिउ थाक्यो गला सुकिन्छ अनि यहाँ त्यहाँ अनि थोरै सस्तो लागेको थियो तर धेरै भन् त भने होइन रङ टाइममा जस्तो लाग्यो गर्मीमा हेर्न बिहानै हिँड्न पनि सक्दैन थियो गर्मी बिहान कति 9 बजीबाट गर्मी हुन्छ ल 7 बजीबाट हिँड्यो भए तिमी म्याक्स 2 घन्टा हिँड्थ्यौ त्यसपछि यही नै हाल्नु हुन्छ फेरि 10 रुपियाँ साथी तिमीलाई चाहिँ आज के भयो भन त कस्तो एक्सपिरियन्स हुँदैछ सुनाउ लजाए यार जाति कस्तो लजायो तिमी के भयो त्यही भयो नि यहाँ प्रोजेक्ट गर्छु भनेर आएको मान्छे प्रोजेक्ट कहाँसम्म पुग्यो भन नि त मैले प्रोजेक्ट थाहा छैन यार लजाए यार यो जाति लजाए लास्टै के भयो डिफ्रेन्स टेस्ट गर्छ है थाहा छैन यो ठिक गाइस हालत त्यस्तो भइसकेछ पसिना जामा चाहिँ हाइकिङ आएको अनि त्यही भएर अनि अस्ति अघि मिल्छ भनेको होइन अनि हामी चाहिँ यहाँ कन्टिन्यू दिन नसक्ने भयौँ किनकि लास्टै उकालेर छ अनि सबैजना यहाँ बसिरहेको छ एकजना पछि साइड चाहिँ माथि गइसक्यो त्यही अब फर्किनु लागेको जामाको हाइकिङमा कन्टिन्यू दिन सकिएन लास्ट उकालेर छ त्यही भएर त्यस्तै विजय साइड चाहिँ धेरै माथि गयो त्यही भएर केको अभाव भयो यहाँ यो के भन्छ जामाको हाइकिङ आउँदाखेरि पानी खाएर भन्नु त कस्तो स्टामिना त्यो त के को हिँड्ने नै हो नि के हाउ अरे
कस्तो हेर्छ आएको यार हेलो हेलो हामी जाँदैछौँ अनकन्ठार जङ्गलको बिचमा दुईजना एक्लो मानिस दुईजना एक्लो मानिस के भन्ने आखिर शरीरले दुईजना भए पनि आफ्नो मनबाट एकजना एक्लोपन भन्ने कुरा कसैलाई बुझ्दो रहेनछ बाहिर भौतिक शरीरबाट जतिसुकै हाँसी खुसी गरे पनि देखाए पनि तर मन भनेको मन रहेछ त्यसैले हामीले भौतिक सुख भन्दा पनि आर्थिक सुख भन्दा पनि मनको शान्तिको लागि केही काम गर्नुपर्छ गरौँ र आउने हाम्रा शताब्दीहरूलाई गरेर देखाउँ भन्न चाहन्छु यससाथै आजको यस कार्यक्रममा थप भाषणहरू व्यक्त गर्दिन म आदरणीय महानुभाव अरविन्द श्रेष्ठलाई यो माइक हस्तान्तरण गर्न चाहन्छु धन्यवाद मेरो त केही छैन के भन्नु केटाहरू ठुक्क केटा छ गलेको कति छिटो कस्तो छ त आजको एकदम राम्रो यो दुई शब्द दुई शब्द बोलो बोलो एकदम रमाइलो लागिरहेको छ आकाशमा उडेको जस्तो दुई खुट्टाले हिँड्नु परिरहेछ बाटो एकदम सम्म छ गाडी पनि आउँछ अलि अप्ठ्यारो छ पचास धकाल्ने मान्छे धकाल्ने मान्छे राख्नुपर्छ त्यति हो धानको भात होला तेरी मेरी तेरी के कहानी है मुश्किल जान बयाना हो पाए अब चाहिँ विजय पछाडि हिँड्छ क्या त्यसको एनर्जी सक्यो तिमी बोलेको सुन्नेर खाली कोठामा अनि अरू यत्तिकै हाल्छु म फेरि एडिट नगरिकन हाल्छु
हल्ला चाहिँ मजाले अनपेड एक्टर हो नि त म ब्याकग्राउन्ड एक्टर आउन तिमी अनि मुला तिमी अग्लै जाऊ तिमीले चलिहाल्छौ